नायक समीर भट्टले आफू भोलिबाट रिलिजमा आउन लागेको आफ्नो फिल्म बलिदानको अग्रिम टिकट बिक्रीको रफ्तार देखेर आफू खुसी भएको बताएका छन्। आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने बलिदान देशको कथा हो, आमाको कथा हो। एडभान्स बुकिङको प्रतिक्रियाबाट खुसी छु, दर्शकलाई फिल्म मनपर्छ भन्नेमा विश्वस्त छु। समीरले आफूले बक्स अफिस कमाईको बारेमा खासै नसोच्ने प्रतिक्रिया समेत दिएका छन्। उनले भने म बक्स अफिसको बारेमा खासै सोच्दिन, दर्शकले यसलाई कसरी हेर्नुहुन्छ मलाई थाहा छैन, जे होला राम्रै होला भन्ने लागेको छ। मैले कामको बेलामा नै पूजा भाकल सबै गरेको छु। छायाङ्कनका क्रममा मेरो खुट्टा नै मर्किएको थियो। क्लाइमेक्सको पहिलो सर्टमा नै खुट्टा मर्कियो। म एकजना कलाकार भएको नाताले पनि बढी डबल गराउन सक्दिनँ। आयुर्वेदिक औषधि गरेर मैले एक्सन गरेको छु। समीरले हरेक नेपाली देशभक्ति हुने तर्क गरे। उनले अगाडि भने म मात्र होइन, हरेक नेपाली नै देशभक्ति हुनुहुन्छ भन्ने लाग्छ। देशका लागि परिआएको खण्डमा जे पनि गर्न सकिन्छ। आफूले धेरै उत्साहित पनि नहुने र निराश पनि नहुने समीरको तर्क छ। यो फिल्मलाई 6 करोडको बजेटमा तयार पारिएको छ। समीर माथि अहिले बक्स अफिसमा आक्रामक कमाई गर्नुपर्ने दबाब छ।